हाम्रो एउटा डाइमेन्सनको क्वेसन रहेछ 1 किलोवाट आवर इज इक्वल्स टु 3.6 into 10 to the power 5 joule, 3.6 into 10 to the power 6 joule, 36 into 10 to the power 5 joule, and in option D both B and C. यसलाई हामीले गरौँ है त 1 किलोवाटलाई हामीले जुलमा लैजानु पर्ने छ। हामीले पहिला चाहिँ 1 किलोवाट आवर भनेको के हो भन्दाखेरि 1 किलोवाट लेख्थ्यौं एन्ड 1 आवर हो के 1 किलोवाट आवर भनेको यसरी लेख्न सक्यो 1 किलोवाट भनेको 1000 वाट हुन्छ इन्टु 1 घण्टामा अब हामीले एसआईमा लानुपर्ने छ 1 घण्टामा 3600 सेकेन्ड हुन्छ 3600 सेकेन्ड गरियो। अब हेर्नुस् यसलाई यसो मल्टिप्लाई गर्ने भने 36 इन्टु अनि कतिवटा 0 1 2 3 4 5 वटा 0 1 2 3 4 5 वटा 0 अनि वाट सेकेन्ड आउँछ। वाट सेकेन्ड भनेको हाम्रो जुल हो। कसरी हो भनेर एकचोटी हेर्न चाहनुहुन्छ भने हेर्नुस् पावर भनेको ओक्दन अपन टाइम टेकन हो। पावरको हामीले वाट लेख्न सक्यौं ओक्दन भनेको जुल भइहाल्यो अनि टी भनेको के भयो सेकेन्ड भइहाल्यो। जुल भनेको हाम्रो के हुने भयो वाट सेकेन्ड हुने भयो। वाट सेकेन्ड भनेको हाम्रो के हुने भयो जुल हुने भयो। यसरी भयो। यसले अब हामीले अप्सनसित मिलाउन सकियो भने 3.6 into 10 to the power 6 जुल लेख्न सकिन्छ। अब हामीले के गर्छौं यो एन्सर त यहाँ रहेछ बी इज द करेक्ट एन्सर भन्छौं तर हामीले सबै अप्सनहरु पढ्नु पर्ने हुन्छ। 3.6 into 10 to the power 6 भन्नु र 36 into 10 to the power 5 भन्नु त सेम कुरा हैन र हो यी दुईटै सेम कुरा हुन्। त्यही भएर यो राइट एन्सर हुन्न। राइट एन्सर बोथ बी एन्ड सी हुन्छ। त्यही भएर हामी सबै अप्सन पढेर गर्नुपर्ने हुन्छ। थ्यांक यू एभ्रीवन।